तिमीले पनि कहिले 0 भ्यू पाएका छौ? यो फिलिङ उहीबाट एउटा कहानी सुरु हुन्छ। काठमाडौँको एउटा सानो कोठा, एक्लै, न खानाको ठेगान छ न बस्नको ठेगान। त्यही बीच सुरु हुन्छ एउटा नयाँ जोस। कोठाभित्र एउटा पुरानो खालको मोबाइल, जतिखेर ह्याङ हुने, तर पनि मोबाइल समातेर ऊ केटो हरेक रात एउटै कुरा सोध्थ्यो, एक दिन म युट्युबर बन्छु। तर उसको रियालिटी सपना जस्तो थिएन। न घरमा नेट थियो, न उसँग डाटा किन्ने पैसा थियो। दिनभरि काम, राति थाकेको शरीर, तर सपना अझै जिउँदो थियो। एक दिन उसले उही पुरानो पुरानो फोनबाट एउटा भिडियो बनाउन सुरु गर्यो। न राम्रो क्यामेरा छ, न राम्रो एडिटिङ, तर उसले अपलोड गर्यो। भोलिपल्ट भिडियो खोल्यो, हेऱ्यो, 0 भ्यू। उसले हार मानेन। फेरि अर्को दिन अर्को भिडियो अपलोड गर्यो, फेरि हेऱ्यो, 0 भ्यू। निराश भयो। सोच्न थाल्यो, मेरो त हुँदैन कि के हो? खै, यति मेहनत गर्दा पनि भ्यू छैन। ऊ डिमोटिभेट हुन थाल्यो। ऊ डिमोटिभेट भयो। उसको आँखा रसाए, छोड्ने सोच आयो। सायद मबाट हुँदैन कि? तर त्यसै बेला उसले आफैलाई प्रश्न गर्यो, यदि म आज हार मान्छु भने भोलि म कस्तो बन्छु? त्यो दिनपछि उसले कसैलाई भन्न छोड्यो, सिर्फ काम गर्न थाल्यो। दिनभरि काम, राति एउटा भिडियो हाल्दै जाँदा 0 भ्यूबाट स्टार्ट भएको उसको जर्नी 1 भ्यू, 2, 5, 10 हुँदै महिना गयो। तर उसले भिडियो हाल्न छोडेन। एक दिन त्यस्तै भिडियो हाल्दै जाँदाको क्रममा उसको एउटा भिडियोमा 10,000 भ्यू पुग्यो। उसको हात काप्यो, आँखामा खुसीको आँसु बहिए, किनकि त्यो केवल भ्यू थिएन, उसको सेक्रिफाइसको रिजल्ट थियो। आज पनि उसको च्यानल मोनिटाइज त भएको छैन, तर पनि ऊ मेहनत गर्न छोड्दैन। तर पहिलाको तुलनामा ऊ अहिले धेरै नै माथि पुगेको छ। उसको सङ्घर्षले बिस्तारै बाटो लिँदैछ। यो कहानी भनिरहँदा कसैलाई खल्लो लाग्न सक्छ, कसैलाई के हो यो भन्ने जस्तो लाग्न सक्छ। तर यो कहानी पुग्ने मान्छे अरू कोही नभएर स्वयं म आफै हुँ। हामीले यो कहानीबाट के सिक्न सकिन्छ भने, एउटा रेगुलर कुनै पनि काममा एउटा रेगुलर भयो भने, धेरै लामो समयसम्म रेगुलर एउटा कुनै काम गर्यो भने त्यसले सफलता निश्चित पाउँछ। यदि तपाईँहरू पनि आज कुनै काम गर्दै हुनुहुन्छ भने त्यसलाई रेगुलर गरिरहनुहोस्। कन्सिस्टेन्सीको आधारमा, डिसिप्लिनको आधारमा तपाईँहरू रेगुलर एउटा काम गरिरहनुहोस्। आज हुँदैन, भोलि हुँदैन, पर्सि हुँदैन, होला महिना हुँदैन, वर्ष हुँदैन, तर एक दिन अवश्य हुन्छ। त्यसैले आफूले गरेको काममा डिमोटिभेट कहिले पनि नहुनु। आफूले गरेको काममा जहिले पनि तपाईँहरू हुन्छ, राम्रैको लागि हुन्छ, जे हुन्छ राम्रैको लागि हुन्छ, ढिलो हुन्छ, राम्रो हुन्छ। जहिले पनि पोजिटिभ मात्र सोच्ने गर्नुहोस्, एक दिन हुन्छ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो? राय सुझाव दिन कमेन्टमा नभुल्नुहोला। हस्त, धन्यवाद।